अलराइट सो वेलकम एभ्री वान सबैजनालाई फेरि एकचोटि पुनः स्वागत छ मेरो च्यानलमा। सो आज हामी के गर्छौँ भने हाम्रो एक्सन सुपरस्टार निखिल उप्रेतीको नयाँ मुभी आएको छ होइन, आचार्य। एन्ड यो चाहिँ असोज 9मा रिलिज हुँदैछ। सो यसको पहिला सुरुमा पोस्टर हेरिहालौँ। यो पोस्टर भनेको चटवटा चिल बसेको छ होइन। यो के हो, यो आँखामा केही भिआर लागेको जस्तो छ। पछाडि 2.0 समथिङ केही संस्कृतमा केही ट्याटु हानेको छ। र यो मुभीको बारेमा थोरै डिटेलिङ बिफोर वी वाच अर रियाक्ट अन यो ट्रेलर। काठमाडौँ एक्टर एन्ड डिरेक्टर निखिल उप्रेतीको नयाँ मुभी आचार्य इज सेट टु बी रिलिज अन असोज 9 विच इज सेप्टेम्बर 25। Actor Uprati has announced that the promotion has started with the release of the film's first look poster and video. Yeah. So teaser हो। टिजर भन्दा पनि एकदमै फर्स्ट लुक मात्रै छ यो मुभीको। पहिला सुरुमा त मैले पहिला यो हेरिरहेँ के यो ट्रेलर हेरिदिएर होइन। यो ट्रेलर आचार्य अफिसर ट्रेलर भनेपछि यो आयो है। यसमा के हो, बिसी नट द्याट बिसी, आई डोन्ट नो वाट डज द्याट मिन। ब्यान्चोद नट द्याट ब्यान्चोद हो कि के हो होइन, सरी फर द्याट, आई डोन्ट नो, किनभने यो के हो थाहा हुँदैन। बट द ओरिजिनल इज दिस वान। लेट्स वाच दिस है त। entertaining the nation. भिएफएक्स चल्दैछ भिएफएक्सको, ठिक छ। मलाई जहाँसम्म लाग्छ अहिले सबै जति पनि मुभी इन्डस्ट्रीहरू छ होइन, यदि टेक्नोलोजीको युज गरिरहेछ भने वाइ नट नेपाल होइन। ल युजर हामी लाइक अडियन्सलाई बेटर एक्सपिरियन्स यदि दिनु छ भने त भिएफएक्सको राम्रो युज त हुनैपर्छ जस्तो लाग्छ मलाई। खै यहाँ चिल उडिरहेछ हेरौँ। निखिल उप्रेती इन एन्ड एज यो खतरा, यो ट्रेलर खतरा छ जस। भनेपछि चिल उडेर आएर निखिल उप्रेतीको हातमा बस्यो। पक्कै पनि निखिल उप्रेती हुनुपर्छ। आएर न धोती लगाएको छ होइन। अब यहाँबाट के बुझ्न सकिन्छ, धोती लगाएको छ। आचार्य भनिसकेपछि काइन्ड अफ हिन्दू पण्डित, यो पण्डितको रोल हो कि के हो होइन। रगतै रगत छ होइन। यहाँबाट के बुझ्न सकिन्छ भने पक्कै पनि त्यो जो अब मेन लिड क्यारेक्टरमा छ होइन, आई थिङ्क हि इज लाइक मोर अफ अ एक्सन काइन्ड अफ हिरो हुनुपर्छ होइन, मार काट गर्ने टाइपको। हँसिया पनि आयो आचार्यमा। सो हँसियाले हान्छ है क्या। ओ सही हो, यो के हो भाइ, एकछिन है, यहाँ पढ्यो होइन। ओ सही हो, चक्का हातमा आइदिएर यार, विष्णुजी हो क्या। अहिले सही। अलराइट सो यो फिल्म चाहिँ निखिल उप्रेतीको हो। प्रड्युसर हाम्रो कृष्ण भट्टराईजी हुनुहुँदो रहेछ। अलराइट सो दिज आर द डिटेल्स। अलराइट, अनि अर्को कुरा, योभन्दा अगाडि मैले एउटा कुरा के हेरेँ भने नि, हाम्रो एकचोटि कौना प्यारे भन्ने मुभी आउँदाखेरि इज इट ट्रु द्याट निखिल उप्रेती हेज प्लेड इन कौना प्यारे भनेर भनेको नो भनिदिएर ल होइन। अनि मैले के सोधेँ भने फेरि निखिल उप्रेतीको बारेमा च्याट जिपिटीलाई, निखिल उप्रेतीले कुन कुन मुभी खेलेको छ त बलिउडमा मेन स्ट्रिम भन्दाखेरि त्यसो मेन स्ट्रिममा चाहिँ केही पनि खेलेको छैन भन्ने कुरा आयो। बट ह्याभिङ सेड द्याट यस वी क्यानट डिनाई द फ्याक्ट द्याट कि उसले चाहिँ मुम्बई यो बलिउड मुभिजहरूमा स्टन्ट म्यानको भूमिका चाहिँ उसले गरे रहेछ भन्ने कुरा आयो यहाँ होइन। यहाँ लेखाएको छ, बिफोर हिज डेब्युट इन पिन्जडा भन्ने मुभी इन 2000 निखिल उप्रेती वर्क एज अ फाइटर इन स्टन्टम्यान एक्सन पर्फर्मर इन मुम्बईज फिल्म इन्डस्ट्री। खैर त्यो इम्पोर्टेन्ट छैन। इम्पोर्टेन्ट हाम्रो के छ भन्दाखेरि आचार्य मुभीले कतिको नेपाली दर्शकहरूलाई नयाँ एउटा टेस्ट दिन सक्छ भन्ने कुरा हो होइन। यो अहिले अब भिएफएक्स टेक्नोलोजीको जमानामा। सो बेस्ट अफ लक फर निखिल दाजु। हामी मुभी आएपछि पक्कै पनि हेर्न आउँछौँ। थ्याङ्क यू सो मच।